नमस्कार, लर्न विथ अनितामा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अनिता। थम्बनेलबाट थाहा पाइसक्नु भएको छ हजुरहरूले आज मैले के लिएर आएको छु भनेर। हजुर, लिटल विजय दराईको अधुरो प्रेम कहानी यहाँहरू माझ आज म राख्दैछु। मेरो यो मोटिभेसनल च्यानल हो र आज मैले यो अधुरो प्रेम कहानी किन लिएर आएँ त भन्दाखेरि हजुरहरूले अन्तिमसम्म यो कथा सुन्नुपर्नेछ र केही न केही सिक मेरो भिडियोबाट अवश्य सिक्नुहुनेछ। त्यसैले यो भिडियो पनि अन्तिमसम्म हेर्नुहोला। कसैको प्रेम कहानी हो, सुनिदिनु होला है त। ओके, अब म सुरु गर्दैछु लिटल विजय दराईको अधुरो प्रेम कहानी। आर यु एक्साइटेड? ओके। विजयले उनीलाई पहिलो पटक देख्दा उनीहरू बीच कुनै विशेष सम्बन्ध बन्नेछ भनेर उसले कल्पना पनि गरेको थिएन। पहिलो भेट सामान्य थियो, केही शब्दहरू बोले, सामान्य कुराकानी भयो। तर त्यो छोटो भेट विजयको मनमा भने कतै गहिरो ठाउँमा बसेर गयो। दिनहरू बित्दै गए। पहिले सामान्य कुराकानी हुन्थ्यो, त्यसपछि कुराकानी अलि लामो हुन थाल्यो। एक अर्काको दिन कस्तो बित्यो भनेर सोध्न थाले, सानो कुरामा हाँस्न थाले र थाहै नपाई मित्रता एउटा यस्तो सम्बन्धमा बदलिँदै गयो जसलाई उनीहरू दुवैले नाम दिन डराइरहेका थिए। उनको एउटा सानो सन्देशले विजयको दिन राम्रो हुन्थ्यो। उनको एउटा मुस्कानले विजयको मन हलुका हुन्थ्यो। उनीहरूलाई लाग्थ्यो सायद यही नै माया हो। समयसँगै उनीहरूले भविष्यका कुरा पनि गर्न थाले। सँगै देखेका सपनाहरू थिए। एक दिन सबै कुरा सहज हुनेछ भन्ने विश्वास थियो। तर जीवनले उनीहरूको योजनाभन्दा फरक बाटो रोजेको रहेछ। बिस्तारै परिस्थितिहरू बदलिन थाले। समय कम हुन थाल्यो। कुराकानीहरू घट्न थाल्यो। पहिले सहज लाग्ने दूरी अब निकै लामो महसुस हुन थाल्यो। विजयले धेरै पटक सम्बन्ध जोगाउने प्रयास गर्यो, तर केही सम्बन्धहरू चाहेर मात्र जोगिँदा रहेछन्। एक दिन उनीहरू छुटिए। कुनै ठुलो झगडा थिएन, कुनै ठुलो दोष थिएन। बस समय र परिस्थितिले उनीहरूलाई अलग बाटोमा पुर्याइदियो। विजयले त्यो दिन धेरै कुरा बुझ्यो। कहिलेकाहीँ दुईजना एक अर्कालाई साँचो मनले माया गर्छन्, तर उनीहरूको कथा पूरा हुन भने समयले साथ दिँदैन। समय बित्दै गयो। आज उनी विजयको जीवनमा छैनन्, तर उनको सम्झना भने कहिलेकाहीँ अचानक आइपुग्छ। कुनै पुरानो गीत सुन्दा, कुनै परिचित ठाउँ देख्दा वा पुरानो सन्देश
सम्झिँदा विजयको मनले फेरि त्यही समय सम्झिन्छ। उसलाई थाहा छ अब उनी फर्केर आउनुपर्छ भन्ने छैन, तर उसले आफ्नो जीवनमा भेटेको त्यो सम्बन्धलाई नराम्रो सम्झन पनि सक्दैन, किनकि त्यो सम्बन्धले उसलाई केही सिकाएको थियो। माया भनेको सधैँ कसैलाई आफ्नो बनाउनु मात्र होइन रहेछ। कहिलेकाहीँ साँचो माया भनेको कसैको खुसीको कामना गर्दै आफ्नो बाटो अघि बढ्नु पनि रहेछ। उनीहरूको प्रेम पुरा भएन, तर त्यो अधुरो कथाले विजयको जीवनमा एउटा सुन्दर सम्झना छोडेर गयो। सायद उनीहरूको कथा पुरा हुन लेखिएको थिएन, तर त्यसको अर्थ त्यो प्रेम झुटो थियो भन्ने होइन। केही कथाहरूको अन्त्य मिलनमा हुँदैन, केही कथाहरूको अन्त्य केवल एउटा सम्झनामा हुन्छ। कुनै समय कुनै ठाउँमा दुई मनले एकअर्कालाई साँचो रूपमा चाहेका थिए। हजुरहरूले यस कथाबाट के कुरा सिक्नुभयो, के कुरा बुझ्नुभयो र विजयको लागि हजुरहरूको सन्देश केही छ भने कमेन्ट बक्समा आएर लेखिदिनुहोला। हस्त, धन्यवाद।